तपाईँ रेडी हो नि? ठिक छ, केही छैन। नछिकिदिनुहोस् है भने हाम्रो 7:30। सर्वप्रथम त हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आइदिनु हुने सम्पूर्ण मिडियाका साथीहरू, पार्टीका साथीहरू, शुभेच्छुक साथीहरूलाई आज एउटा विशेष घोषणामा म स्वागत गर्दछु। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापनादेखि नै उम्मेदवार छनौट प्रक्रियालाई हरेक पल्ट विधिसम्मत पारदर्शी बनाउने कोसिस गर्दै आएको छ। हामीलाई के कुरामा गर्व छ भने हामीले जे कुराहरू सुरु गर्छौँ अन्य पार्टीहरूले पनि त्यो कुराहरूलाई बिस्तारै त्यो पदचाप चाहिँ फैलाउँदै जान्छन्। हामीले हाम्रो वार्तापत्रमा पनि भनेका थियौँ, हाम्रा कुराहरू जति पनि कपी गर्न पाइन्छ यसमा कपिराइट लाग्दैन भनेर हामीले भनेकै थियौँ। त्यही सन्दर्भमा आज हामी एउटा यस्तो विशेष बिन्दुमा आइपुगेका छौँ जसले नेपाली राजनीतिलाई सही दिशामा लैजानका लागि चाहिँ एकदमै महत्त्वपूर्ण योगदान दिन्छ भन्ने लाग्छ। हामीले सधैँ भन्दै आएको एउटा कुरा के हो भने यदि राज्य संरचना सफा गर्ने हो भने त्यसको मूल पार्टीको चाहिँ संरचना अथवा पार्टी कसरी चल्छ त्यो कुरालाई चाहिँ जहिले पनि ठिक गर्नुपर्छ भन्ने कन्टेक्स्टमा आज यो विशेष दिनमा सम्पूर्ण साथीहरूलाई स्वागत गर्दछु। म ढिला नगरी सबैजना साथीले आज हामी किन आएका छौँ भन्ने कुराको जानकारी भएकै कारणले पहिला त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूलाई चाहिँ आजको यो विशेष दिनको विशेष क्षणलाई विधिवत रूपमा लोगो रिभिल गरेर यो कार्यक्रमलाई चाहिँ विधिवत रूपमा सुरुवात गरिदिनका लागि म आग्रह गर्दछु। सबैजना साथीहरू यता है त। अलि अब यसबारे थप प्रकाश पारिदिनका लागि म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूलाई यो माइक हस्तान्तरण गर्दछु। सबैजनालाई नमस्कार। जलेश्वर बैठकको राजनीतिक प्रतिवेदनमा नै क्यान्डिडेट क्लब र लिडरसिप एकाडेमीको अवधारणा सार्वजनिक गरेको कुरा म यहाँहरूलाई स्मरण गराउन चाहन्छु। हाम्रो राजनीति दस्तावेजहरूमा, नाराहरूमा, सिद्धान्तहरूमा बढी र व्यवहारमा अलिकति कमजोर हो कि भन्ने महसुस गरेर हामी एउटा फरक राजनीतिक अभ्यासमा प्रवेश गरेको कुरा सबैलाई जानकारी छ नै, हामी बेला बेलामा बताइरहेका छौँ। यद्यपि एउटा राजनीतिक दल राजनीतिक रूपमा स्थापित हुन उसका नीति, उसका सिद्धान्तहरू, उसका आदर्शहरू, यी सबै कुराहरू समाजमा स्थापित हुनको निमित्त एउटा निश्चित समय लाग्ने रहेछ। राजनीतिक दल सरकार बन्न सक्ला, संसदमा महत्त्वपूर्ण सङ्ख्या हासिल हुन सक्ला, तर राजनीतिक दल बन्ने केही चरणहरू छन्, ती चरणहरू चाहिँ पार हुन केही समय लाग्छ जस्तो हामीले महसुस गरेका छौँ। यसको अर्थ यो होइन कि हामी दलको रूपमा परिपक्व नभइकन अरू काम गर्न सक्दैनौँ अथवा कमजोर हुन्छौँ भन्ने होइन, तर वैचारिक रूपमा आफूलाई स्पष्ट पार्न, आफ्ना वैचारिकीहरू आम नागरिकमा पुग्न, विद्वत व्यक्तित्वहरूसँग पुग्नलाई केही समय लाग्छ। त्यसका अलावा हामीलाई आवश्यक परेको नेतृत्वको खोजी गर्ने राजनीतिसँगैको एउटा मेरिटोक्रेसीको बिन्दु के होला भन्ने सोचेर हामीले क्यान्डिडेट क्लब र त्यसपछि लिडरसिप एकाडेमीको अवधारणा ल्याएका हौँ। यो चाहिँ नेपालको राजनीतिलाई नै योगदान दिन सकिन्छ कि भन्ने उद्देश्यले ल्याइएको हो, मात्र एउटा राजनीतिक दलको लागि मात्र होइन। क्यान्डिडेट क्लब कहिलेकाहीँ क्यान्डिडेट एलिजिबल छ कि छैन, क्यान्डिडेट अथवा एउटा उम्मेदवार बन्नको निमित्त उम्मेदवार बन्नका लागि आवश्यक पर्ने कतिपय अवस्थामा केही कानुनी झमेला पो छ कि, केही आर्थिक या सामाजिक किसिमका अप्ठ्याराहरू पो छन् कि, पारिवारिक किसिमका झमेलाहरूमा पो मानिस छ कि भन्ने कुरा जान्न किन पनि जरुरी हुने रहेछ भने तपाईँले हेर्नुभयो होला नेतृत्वमा आएका कयौँ मानिसहरूका कयौँ कुराहरू उठ्दै आउँछन्। त्यस कारणले क्यान्डिडेट क्लबभित्र ल्याएर ती सबै कुराहरूलाई हेरेर परिपक्व व्यक्तिलाई कम्तीमा क्यान्डिडेट बन्न सक्ने राजनीतिक रूपमा, सामाजिक रूपमा र अन्य विभिन्न मापदण्डहरू, सामान्य मापदण्ड जुन एकदमै अप्ठ्यारा खालको होइन, राजनीतिक मापदण्ड
भित्र परेको मानिस कम्तीमा क्यान्डिडेट क्लब बेचेर रहोस् र त्यस पछाडि लिडरसिप एकाडेमीमा गएर कुन तहको नेतृत्व गर्न खोजेको हो त्यो तहको आधारभूत कम्तीमा ज्ञान हासिल गरिसकेपछि उसले समाजलाई र आफू निर्वाचित भएर जाने त्यो संस्थालाई योगदान दिन सक्छ र अन्ततोगत्वा देशले राम्रो नेतृत्व पाउँछ भन्ने अवधारणा स्वरूप हामी आएका हौँ। कहिलेका राजनीतिको चर्को भाषण, राजनीतिक मुद्दाहरूको उठान र एउटा गजबको अभियन्ता हुँदैमा त्यसमा राजनीतिक ज्ञान अथवा नेतृत्वको ज्ञान, तत्त तहको नेतृत्वको ज्ञान, चाहे केन्द्रको होस्, प्रदेशको होस् या स्थानीय तहको, त्यो नभइदिन पनि सक्छ भन्ने कुराले कहिलेकाहीँ लोकप्रिय हुनुको अर्थ ऊ राजनीतिज्ञ हुन सक्छ कि सक्दैन भन्ने प्रश्न पनि त आजभोलि चर्को रूपमा उठेको छ। यी प्रश्नहरू उठ्छन् होला भन्ने सोचेर नै लगभग 3 वर्ष अगाडि हामीले यो अवधारणा ल्याएका हौँ। एउटा क्षेत्रबाट चिर परिचित मान्छे आम नागरिकको नजरमा पर्छ, चुनावमा उठ्छ, स्वाभाविक रूपमा परिचित अनुहार भएपछि उप्रतिको विश्वास आम नागरिकको बढ्छ, उसले चुनाव जित्छ। तर त्यो सम्पूर्ण होइन। चुनाव जितिसकेपछि बल्ल चाहिँ राजनीतिक एउटा व्यक्तिको परीक्षा सुरु हुन्छ। त्यो परीक्षा भनेको ऊ उम्मेदवार बन्न योग्य थियो कि थिएन पहिलो कुरा, र उम्मेदवार भइसकेपछि आफू निर्वाचित भएको ठाउँको अथवा त्यो क्षेत्रको त्यसको काम कर्तव्य अधिकारको बारेमा उसलाई कतिको जानकारी छ, त्यसका कानुनी पाटोहरू, राजनीतिक पाटोहरू, सामाजिक पाटोहरू भन्ने बारे जानकारी हुन सक्यो भने एउटा योगदान दिन सकिन्छ भन्ने उद्देश्यले हामीले सुरुवात गरेका हौँ। र आजबाट यो सुरुवात खुला भएको छ। म औपचारिक रूपमा पहिला यसलाई हाम्रो एपमा, रासोपाको आरएसपी एपमा उपलब्ध हुने गरी अहिले भर्खरै यसको औपचारिक रूपमा म सुरुवात गर्न गइरहेको छु। र सुरुवातमा हामी गाउँपालिकाबाट सुरु गर्दैछौँ। गाउँपालिका र गाउँपालिका अन्तर्गतका वडा अध्यक्ष, सदस्यहरू, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँपालिका अन्तर्गतका वडाका अध्यक्ष लगायतका जति पनि पदहरू हुनुहुन्छ, राजनीतिक पद छ, त्यसका लागि आवेदन आजबाट औपचारिक रूपमा खुला गर्न गइरहेको छु। म त्योभन्दा पहिला अलिकति केही कुरा गर्छु र यो खुला गरिदिएर म बिदा। आज प्रेसका साथीहरूसँग प्रेस छलफल कार्यक्रम राखिएको छैन। म अर्को कुनै सन्दर्भमा गरि नै हाल्छु। यहाँहरूका प्रश्नहरू केही भयो भने महामन्त्रीज्यूले जवाफ दिनु नै हुन्छ होला। म एउटा कुरा थपिहाल्छु, पार्टीभित्रका साथीहरूलाई यो सन्देश पनि होस् कि कतिपय ठाउँमा उम्मेदवार तपाईँ हो है, यस पार्टीको मेयर साहब तपाईँ भनेर बडो कहिलेकाहीँ औपचारिक रूपमा नै चर्चा गरेको, ठाउँ ठाउँमा चाहिँ ताली खाएको, मालै लगाएको मान्छेले हो कि क्या हो, भइ नै हाले क्या हो भने जस्तो पनि मैले सुनेको छु। कसैले पनि कोठामा बसेर, चोटामा बसेर, सभामा बसेर, कहीँ पनि बसेर जो कोहीलाई बिना आधार, बिना कारण, बिना निर्णय आफ्नो मर्जीले उम्मेदवार तपाईँ नै हो भनेर जसले जहाँ त्यसरी उम्मेदवारी हाम्रो शब्दमा बेच्नु भएको छ भनौँ न, त्यो पैसाको लेनदेनको बेचाइ भने होइन, तपाईँ भनेर बेच्नु भएको छ, दिनुभएको छ, उपहार दिनुभएको छ, त्यो सबै यही क्षणबाट खारेज भएको जानकारी गराउन चाहन्छु। विदाउट बिइङ अ मेम्बर अफ क्यान्डिडेट क्लब तपाईँ उम्मेदवार बन्न सक्नुहुन्न। अब तपाईँहरूलाई लाग्ला पहिला पनि तिमीहरूले त्यसै भनेका थियौ, चुनाव अगाडि भद्रगोल गर्यो, मनलाग्दो खल्तीबाट ल्यायो, मान्छे ल्यायो, उम्मेदवार को भयो, कहाँ क्यान्डिडेट क्लब लिडरसिप एकाडेमी भनेको थियो, अन्तर्वार्ता गरेको थियो, सबै चिज गरेको थियो, प्राइमेरी इलेक्सन भनेका थियो, खै त कहाँ गयो भन्ने तपाईँहरूलाई लाग्ला। विशेष परिस्थितिमा गरिएको विशेष निर्णय, विशेष निर्वाचन, समायोजन लगायतका कामले गर्दा हामीले त्यतिखेर गर्न पाएनौँ। त्यो गरिएन, गर्नु पर्दथ्यो, गरिएन। यसको अर्थ सधैँ गरिँदैन भन्ने होइन। अब यस उपरान्त महाधिवेशनको समाप्ति सँगसँगै समायोजनको सम्पूर्ण काम समाप्त भइसकेको छ। हामी एउटा रासोपा छ, एउटा लिडरसिप छ, अलग अलग छैन, फरक छैन। कसैले भन्न सक्ला म यो गुटको, म यो गुटको, मेरो नेता यो हो, मेरो नेता ऊ हो, कसैले भन्न सक्ला। त्यसबाट मनोरञ्जन बाहेक केही पनि लिन सकिँदैन। म आज तपाईँहरूलाई एकदम स्पष्ट गर्न चाहन्छु। 1 आरएसपी 1 बेल, एउटा रासोपा एउटा घन्टी। त्यसैले हामीले सबै समायोजनका कामहरू महाधिवेशनबाट गरिसकेका छौँ। साथीहरूलाई यो कुरा म स्पष्ट गर्न चाहन्छु। त्यसैले जो कोहीले उम्मेदवार बनाएर तपाईँ नै हो भनेको छ, हुन सक्ला
त्यसरी भनिएका साथीहरू पनि उम्मेदवार क्लबमा आएर उहाँहरू छानिनुहुन्छ र उम्मेदवार क्लब पछाडि पनि लिडरसिप एकाडेमीमा गएर केही चिजहरू जान्ने काम त गर्नु नै परिहाल्छ। सिक्ने एउटा युनिभर्सिटी हो र अनलर्निङ युनिभर्सिटी पनि हो लिडरसिप एकाडेमी। त्यो चरणमा हामी प्रवेश गरि नै हाल्छौँ। त्यसैले फेरि रिपिट गर्छु म, आजबाट जो साथीहरू पालिका गाउँपालिकाको मात्रै अहिले हामीले नगरको महानगरको अहिले सुरुवात गरेका छैनौँ, गाउँपालिकाको सम्पूर्ण जो साथीहरू दूर दराजदेखि सहर गाउँ जहाँ जहाँ हुनुहुन्छ उहाँहरू सबैलाई अब आजबाट यो आवेदन खुल्ला गरिएको छ। पहिला तपाईँ क्यान्डिडेट बन्नका लागि तयार हुनुपर्नेछ र त्यस पछाडि तपाईहरूलाई उम्मेदवार बन्ने बाटो खुल्नेछ। त्यसमा आफ्नै किसिमका प्रतिस्पर्धा हुनेछन्। एउटा अर्को कुरा पनि थपिहाल्छु, राजनीतिक पार्टीमा लागेका रासोपामा लागेर काम गरिरहनुभएका कतिपय साथीहरूलाई लागेको होला हामी त पार्टीमा लागेर के गर्ने, कोही नयाँ फुत्त आइपुग्छ उसैले उम्मेदवारी पाउँछ भन्ने लागेको होला। रासोपामा जो काम गरिरहनु भएको छ, जो पार्टीमा खटिरहनु भएको छ, दिनरात सुरुवातदेखि आजसम्म गरिरहनु भएको छ, उहाँहरूको सम्भावना बढी छ, उहाँहरूको वेटेज बढी छ। प्रतिस्पर्धामा उहाँहरूलाई अरूलाई भन्दा सजिलो डेफिनेटली हुन्छ, किनकि पार्टीमा दिन रात नभनेर हिजो घण्टी बोक्दै हिँड्दा मुद्दा खेपेको, पिटाई खाएको, गाली खाएको, बेइज्जती सहेको हामीले बिर्सेका छैनौँ। ती साथीहरू कोही निराश हुनु पर्दैन स्वाभाविक रूपमा। तर सँगसँगै क्षमतावान नयाँ आउने साथीहरूको बाटो पनि हामीले बन्द गर्नु हुँदैन। वेटेज रासोपा अलरेडी भएका साथीहरूको वेटेज अलरेडी बढी छ। त्यो अङ्क भाराङ्क भनिन्छ त्यसलाई, होइन, त्यो स्वाभाविक रूपमा बढी छ। अरूलाई भन्दा रासोपामा काम गरिरहनुभएका साथीहरूलाई सजिलो जरुर हुनेछ। तर नयाँ आएका साथीहरू अझ अब्बल निस्किनु भयो, त्यो तपाईँहरूले पाउनुभएको वेटेज भन्दा पनि बढी नम्बर ल्याएर उहाँहरू अगाडि आउनुभयो भने रासोपाले ल्याटरल इन्ट्रीलाई रोक्दैन, छेक्दैन, सोक्नु पनि हुँदैन। दुईवटा कुरा छन् साथीहरू, एउटा मभन्दा अब्बल कोही आउला कि भनेर पार्टीमा कयौँ साथीहरूलाई आउनबाट रोकिएको कुरा पनि सत्य हो। अब यसले त्यो कुरालाई पनि समाधान गर्छ। एउटा त्यो पनि हो। अर्को कुरा, नयाँ आए साथी म त समायोजनको, म त उताबाट आएको, म त्यताबाट आएको भनेर टापटुप पारेर पद लगिहालेका साथीहरूले गर्दा पुराना भएर साथीहरूलाई दुखी बनाइएको कुरा पनि सत्य हो। तर यी दुवै चिजको समायोजन, यी सबै चिजको चाहिँ नि एउटा समाधान क्यान्डिडेट क्लब र लिडरसिप एकाडेमीले गर्नेछ, मलाई विश्वास छ। फेरि पनि समस्या आउला, फेरि पनि प्रश्नहरू आउला, ती समस्या र प्रश्नहरूलाई समाधान गर्दै हामी अगाडि बढ्नेछौँ। मेरो शुभकामना छ यहाँहरूलाई देशको महत्त्वपूर्ण पद, देशका योग्य मानिसहरूको लागि समर्पित गर्ने उद्देश्य सहित आजबाट सुरु भएको क्यान्डिडेट क्लबमा सम्पूर्ण उम्मेदवार बन्न चाहने साथीहरूलाई हार्दिक स्वागत गर्दै अबको क्षणबाट क्यान्डिडेट क्लबको गाउँपालिका तहको आवेदन आरएसपी मोबाइल एपमा अबको क्षणमा सुरु भएको कुराको घोषणा गर्दै म यसलाई क्लिक गरेर ओपन गर्न चाहन्छु। अब यहाँहरूले आरएसपी एपमा गएर आवेदन राखिएको छ। सानो भिडियोको क्लिप पनि मलाई पनि देख्नुहुन्छ, भर्खरै रेकर्ड पनि गरेर आएको छु। धेरै धेरै धन्यवाद यहाँहरूलाई। एउटा पार्टी निर्माण गर्ने चरणमा जाँदा कयौँ कुराहरूको सामना गर्नुपर्ने हुन्छ। हामी एउटा प्रक्रियामा अगाडि बढेका छौँ, त्यसैले गर्दाखेरि पार्टीका हिसाबले नयाँ छ, सरकारका हिसाबले हामी नयाँ छौँ। तर आएका प्रतिक्रियाहरू, आएका गुनासोहरू हामीले सरकारका रूपमा पनि सुनेका छौँ, पार्टीका रूपमा पनि सुनेका छौँ। आत्तिनु पर्दैन, हामी सही ढङ्गले मुलुकलाई र पार्टीलाई अगाडि लिएर जान्छौँ। यहाँहरू सबैको साथ, माया र विश्वास कुनै हालतमा पनि खेर जाने छैन। म यति बाचा गर्छु। आज तपाईँहरूसँग प्रश्न उत्तरको सेसनमा म हुँदिनँ, यद्यपि तपाईँहरूसँग प्रश्न उत्तर निरन्तर गर्दै आएको छँदैछु। फेरि अर्को एउटा कुनै अवसर पारेर प्रेसका साथीहरूसँग म कुराकानी गर्छु। यो छोटो सूचनाको बावजुद पनि तपाईँहरू उपस्थित भइदिनु भयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र सम्पूर्ण क्यान्डिडेट क्लबमा सहभागी हुनको लागि तयार रहनुभएका गाउँपालिका तहका सम्पूर्ण साथीहरूलाई सबैलाई मेरो हार्दिक मङ्गलमय शुभकामना। हस्, धन्यवाद। जय घन्टी। Terima kasih.